गुड मर्निङ सबैलाई। आज चाहिँ म बिहानै उठेर ब्रस गर्न थालेँ, त्यस पछाडि ड्रेस लाएर रेडी भएँ। त्यस पछाडि रेडी भइसकेर चाहिँ ज्याकेट लगाएँ, किन भन्दा एकदम जाडो छ। अनि यसो ऐना सैना हेरेर अनि कोट पनि ब्यागमा प्याक गरेँ र स्कुलमा लगाउनु पर्ने हुन्छ र सर र म आफ्नो बिहान स्कुलतिर लागेँ। जाने क्रममा यहाँनिर यसो तपाईँले देख्नुहुन्छ, यसो सेल्फी हाने जस्तो गरेँ, कस्तो भयो छ भनेर आफूलाई हेरेँ। त्यस पछाडि सरस्वती पूजामा हेर्नु त कति राता राता भनेर आएको यिनीहरू। ओहो हजुर तर आजदेखि चाहिँ मैले सोचिरहेको छु 75 डेज च्यालेन्ज गर्नको लागि। आजदेखि नन स्टप 75 डेजसम्म चाहिँ लगातार एकवटा भिडियो आउनेछ। त्यसैले जसले हेरिरहनु भएको छ 1 लाइक ठोकेर जानु होला, हानेर जानु होला, रातो निलो पुरै बनाइदिनु होला। सबैले चाहिँ एकदम सपोर्ट गर्नु होला। 75 डेजसम्म चाहिँ एकदमै आउनेवाला छ। आज चाहिँ सरस्वती पूजाको तयारीमा छौँ। यहाँनिर हेर्नु सक्नुहुन्छ। हाई भन्नुहोस्। देखिसक्यो हेर्नु त यस्तो आज हेर्नु जाएको दिन यिनीहरू पुरै के भएर पुरै राता राता बनेर आएका छन्। यिनीहरू कलाकार हो। यहाँ हेर्नु त एकजना अर्को पनि अदुवा थिच्दै हुनुहुन्छ। आज हाम्रो विद्यालयको सरस्वती पूजाको कलाकारहरू हजुर सिसल भाइ पनि यहाँ ह्यान्डसम भएर आइरहेको छ। खोजी सर एउटा मखरा बनाइन्छ। हामीसित चाहिँ फेरि एकदम ठुल्ठुलो डाँडो छ, त्यही भएर यहाँनिर घ्याम घ्याम आइरह। ल सबैजना सरस्वती पूजाको लागि रेडी भइसकेको छन्। सबैजना यता हेर्नु यता हेर्नु। सरस्वती माता कि पर्छ। आज तेरो पनि भिडियो बन्ने भयो भाइ। तातो भइदियो भाइ त है सर। हजुर ए लान लान। अनि प्रसाद खाइसकेपछि मैले भाइहरूसित यसो फोटो खिचेँ, त्यसपछि नानीहरूसित फोटो खिचेँ, यसो पोज सोज मिलाएर। अनि आज चाहिँ रमाइलो गरियो। अनि नान्नु नान्नु नान्नु। अनि दिउँसो हामीले माछा, त्यस पछाडि रेडबुल खायौँ। यसरी नै आजको दिन बित्यो।